अहिले चाहिँ हामी यहाँनिर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको छेउको रोडमा छौँ। यो चाहिँ रेड क्रसबाट चाहिँ विजयपुर जाने बाटोमा रहेको छ। यो बिचमा यो बाटो हुँदै चाहिँ तपाईँहरू बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरी मन्दिर जाने धार्मिक स्थल जाने बाटो पनि हो। र यो बाटोमा चाहिँ म यहाँनिर के देखाउन खोजिरहेको छु भने यहाँनिर चाहिँ विगत 1.5 महिनाभन्दा अगाडि चाहिँ एउटा ट्रिपर होइन, पानीको ट्याङ्कर एक्सिडेन्ट भएको थियो। र पानीको ट्याङ्कर एक्सिडेन्ट हुँदाखेरि चाहिँ यहाँनिर यसरी क्षति पुगेको थियो। यहाँनिर यो ठाउँमा चाहिँ यहाँनिर यस्तो भएको थियो। र यहाँनिर एकदम अत्याधिक रनिङ भएको कारणले गर्दा चाहिँ यो चाहिँ एकदम दुर्घटनाग्रस्त स्थल हो यहाँनिर, होइन। गाडीहरू दुर्घटना भइरहेको हुन्छ समय समयमा। र यहाँनिर हाम्रो स्पिड ब्रेकरको पनि यहाँनिर खाँचो देखिन सकिन्छ यो रनिङमा चाहिँ। र अर्को कुरा चाहिँ यो क्याम्पसको यो जाली यसरी भत्किसके पछाडि चाहिँ हामीले त्यो चामलिङ पानी सप्लायर्स भन्नेको चाहिँ त्यो ट्याङ्कर चाहिँ यहाँनिर एक्सिडेन्ट भइसके पछाडि चाहिँ उसले बनाइन्छु भनेर पटक हामीले क्याम्पसबाट पटक फोन गर्दाखेरि उसले बनाइन्छु भन्न चाहिँ नछोड्ने। तर यत्रो समय हुँदाखेरि पनि उसले बनाइसकेको छैन, अहिलेसम्म बनाइदिएको छैन। यो धेरै पनि छैन, थोरै छ, होइन। तर यहाँनिर चाहिँ यो चाहिँ किन देखाइरहेको छु भने मैले अहिले यहाँबाट माथिबाट झर्दाखेरि चाहिँ यदि इनकेस बाइकहरू गाडीहरू चाहिँ केही कन्ट्रोल हुन नसकेर सिधै यहाँनिर छिर्न पनि सक्छ। र त्यस पछाडि पनि 1-2वटा बाइकहरू एक्सिडेन्ट भएको थियो र लकिल्ली यो जालीमा लागेर चाहिँ भित्र छिर्नबाट जोग्यो। र यहाँबाट यदि इनकेस बाइकहरू केही झऱ्यो भने यो अलिकति हाइटमै छ। यो तपाईँहरू यहाँबाट देख्न सक्नुहुन्छ, अलिकति हाइटमै छ। र यसले चाहिँ भवितव्य यो अरू क्षति नगरोस्, होइन। अहिलेसम्म त त्यो ज्यानको क्षति त्यति भएको छैन। तर ज्यानकै क्षति भयो भने चाहिँ, जीवनकै क्षति भयो भने चाहिँ त्योभन्दा ठुलो मूल्य चाहिँ केही पनि हुन सक्दैन, चुकाउनु पर्ने। त्यही भएर चाहिँ यो चामलिङ ढुवानी सेवा पानीको ट्याङ्कर धरान 15 को रहेछ। र उहाँहरूलाई चाहिँ आएर छिटोभन्दा छिटो बनाइन्न पनि अनुरोध गर्न चाहन्छु म यहीँबाट। र यो कारणले गर्दा चाहिँ ज्यानको जोखिम चाहिँ हुने पनि सम्भावना पनि छ। र यहाँनिर चाहिँ स्पिड ब्रेकरको पनि आवश्यकता छ। माथिबाट आउँदाखेरि चाहिँ स्पिड ब्रेकरको चाहिँ एकदम धेरै आवश्यकता देखिन्छ। यहाँनिर धेरैवटा एक्सिडेन्ट भइसक्यो